यदि यो भिडियो तपाईको सामान्यमा आएको छ भने जरुर युनिभर्सको तर्फबाट तपाईको लागि यो भिडियो तपाईको समक्ष आएको छ। सो म यो भिडियोमा बताउँछु कि ल अफ अट्र्याक्सनले कसरी काम गर्छ हाम्रो जीवनमा, म्यानिफेस्टेसन कसरी वर्क गर्छ। सो बेसिकली बुझ्नु पर्दाखेरि तपाईको इमोसन, भाइब्रेसन, फ्रिक्वेन्सी र एनर्जी नै तपाईको नेक्स्ट रियालिटी बन्छ। तपाई जुन कुरालाई महसुस गर्नुहुन्छ बारबार, जुन कुरा प्रति तपाई फिल गर्नुहुन्छ, जसको बारेमा ज्यादातर सेल्फ टक गर्नुहुन्छ, सोच्नुहुन्छ, विचार गर्नुहुन्छ, त्यही कुरालाई माइन्डमा रिपिट गर्नुहुन्छ, त्यही तपाईको रेस्पोन्ड, त्यही तपाईको नेक्स्ट रियालिटी बन्छ। किनभने तपाईको सबकन्सियस माइन्डले तपाईको एक्चुअल रियालिटी र तपाईको इमेजिनेसन रियालिटीको फरक छुटाउन सक्दैन। एट द सेम टाइम ब्रेनको पनि त्यही प्याटर्न हो। सो 95% काम तपाईको सबकन्सियस माइन्डले गर्दछ। अगर तपाईलाई आउटरनल रियालिटी बदल्नु छ भने तपाईले इनसाइड आफ्नो सबकन्सियस बिलिफ सिस्टमलाई प्रोग्रामिङ गर्नुपर्ने हुन्छ। अगर तपाई यो समय आफ्नो जीवनमा चाहिँ फाइनान्शियलमा पनि तपाई कन्ट्रास्टमा हुनुहुन्छ, मनी एरियामा, रिलेसन, करियर, हेल्थ जहाँ तपाई बदलाव चाहनुहुन्छ, सफलता चाहनुहुन्छ भने या मेन्टल पीस चाहनुहुन्छ भने यो ट्रिक तपाईको लागि जरुर काम गर्छ। एक्जाम्पल सिम्पल, तपाईले नोट कपी लिने र लेख्ने, तपाई एक्चुअली के चाहनुहुन्छ आफ्नो जीवनमा, तपाई के बदलाव चाहनुहुन्छ, तपाईको करियरमा होस् या सम्बन्धमा होस्, तपाईको हेल्थमा होस्, मेन्टल हेल्थमा होस्, प्रेजेन्ट फर्ममा लेख्नुस् कि मेरो इच्छा यो 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 छ। लेखिसकेपछि तपाईले सोच्नुस् कि तपाई त्यसको बारेमा सोच्दै हुनुहुन्छ, बोल्दै हुनुहुन्छ, महसुस गर्दै हुनुहुन्छ या त्यसको विपरीत जुन तपाईको सर्कमस्टान्सेस चलिरहेको छ, जुन चाहिँ विपरीत छ, त्यसको बारेमा ज्यादा फोकस गर्दै हुनुहुन्छ। यदि तपाईले अपोजिट सिचुएसनलाई फोकस ज्यादा गर्दै हुनुहुन्छ भने त्यही तपाईको रियालिटी बन्छ। तपाईको सबकन्सियस माइन्डले तपाईले जे इन्फर्मेसन कन्सियस माइन्डबाट दिनुहुन्छ त्यसैलाई रियालिटीमा बदल्न सुरु गर्छ। सो तपाईले के गर्नु पर्यो, सिम्पल ट्रिक दिन्छु। अगर तपाई आफ्नो जीवनमा सफलता चाहनुहुन्छ भने आजै तपाईको के चाहनुहुन्छ लेख्ने कपीमा र त्यसको बारेमा अब्जर्भ गर्न सुरु गर्नुहोस्। किनकि क्वान्टम फिल्डमा पनि अब्जर्भेसन टेक्निकले भेरी फास्ट काम गर्छ। जब तपाईले चाहनुहुने रियालिटीमा अब्जर्भ गर्नुहुन्छ, फिल गर्न थाल्नुहुन्छ, त्यसको बारेमा महसुस गर्नुहुन्छ, एक्साइटेड फिल गर्नुहुन्छ र ह्याप्पीनेस फिल गर्नुहुन्छ भने तपाईले हेर्नुस् केही दिनको अन्दरमा तपाईको सिचुएसनहरु बदल्न सुरु गर्छ। र मोर इन्फर्मेसनको लागि तपाईले नेक्स्ट भिडियो पनि हेर्न सक्नुहुन्छ जहाँ म बताउँछु कसरी सबकन्सियस प्रोग्रामिङ गरेर तपाईले आफ्नो रियालिटीलाई बदल्न सक्नुहुन्छ। यो पहिलो ट्रिक हो, पहिलो टिप्स हो, यसलाई जरुर फलो गर्नु होला। म भेट्छु तपाईलाई नेक्स्ट भिडियोमा।